साथीहरू फेरि पनि म आइसकेँ साथीहरू सम्झिँदै खोज्दै आइसकेँ। हजुरहरू त अनलाइनमा आउनु भएको छैन यार, म कति फेर आएँ। आउनुहोस् न यार अनलाइनमा आएर म टुकुर लगाएर त्यो तपाईँ हेरिरहने अनि हजुरहरूले वेलकम पनि नगर्ने, न अनलाइनमा आउने, न मलाई माया गर्ने। यहाँ कस्तो अचम्म हो। म कति आउँछु, कसको लागि आउँछु, कोही छन् के, कोही एक्का दुःखा यति मन परेका तिनी चाहिँ हुन्छ नि त फुलहरू, तिनी मन परेका फुलहरू छन् के एक दुईवटा, त्यसलाई टिबु लाग्छ यार। के गर्नु, आफू मुर्झाउँदै आधा मुर्झाइसक्यो आफ्नो जिन्दगी। अनि ती फुलहरूलाई देखेर म त हुरुक्क भएर मसक्कली हुने जस्तै लाग्छ साथीहरू। त्यो फुललाई पनि निहार्न आउँछ कि कति सुन्दर हुनुहुन्छ यार तपाईँहरू। फुल हुनुहुन्छ कि फुल पाइन्थ्यो भने त म टिप्नेको कोसिस गर्थेँ साथीहरू। के गर्ने, म पनि मेरा बुढाको फुल भनेर मलाई बुढाले एकदम शादी बिहा गरेर एकदम बुढी हुँदैछ साथीहरू। के गर्ने, अझै यो आँखा बुढो भएको छैन यार, के गर्ने होला। राम्रो के गर्ने होला, यो आँखा पनि बुढो भएको छैन, मन पनि बुढो भएको छैन साथीहरू। के गर्ने, म मैले मर्छु, दङ्ग हुन्छु। किन पहिलाबाट भन्नाले यो मोबाइल आएबाट झन् उब्बर्दैछ क्या, उब्बर्दैछ, अति छ क्या, अति छ। यो मोबाइलको त कति राम्रो मान्छे देखिन्छन्, बाब्रे के गरौँ। तिनी मान्छे नमिले पनि हाम्रो मेरो लाइफमा नमिले म हेरेर त पाएको छु। सायद मेरो लाइफमा मेरो बुढा कसैले भन्दा कम हुनुहुन्न, एकदम हिरो चिज यार। बुढी नजर हिरो हुनुहुन्छ के, त्यही पनि म हेर्छु कि हेर्नेको लागि आँखा हो नि त यार। हेरेर केही हुन्छ क्या, केही हुन्न। बस फुललाई हेर्नुपर्छ कि फुललाई। म पनि मुर्जाको फुल हो, यति त मुर्जाको होइन होला फेरि पनि। तिमी सानो कोपिला जाँदा मुर्जाइसकेको होला जस्तो लाग्छ साथीहरू। तपाईँहरू जुन ब्युटिफुल भनिदिनुहुन्छ, सुपर भनिदिनुहुन्छ, नाइस भनिदिनुहुन्छ, बाप रे के भनौँ म त।